Static hum invades my veins, mellow. Lights flicker, shadows stretch narrow. Hands move distorted in the blurred pain. Echoes of silence driving me insane. Buzz of machines screaming. Hello guys, welcome back to my vlog. आज छौँ हामी वास्टर्न बेमा. As you can see, me and bro. यहाँ लाइट हाउस छ, बत्ती जाने आउने भइरहेको छ. लोड सेडिङको समस्या छ अहिले. 6 बजिसक्यो. यस्तो शीतल भएछ अहिले. पुरै त्यहाँ समुद्रको छालहरूले एकदम मन लोभाइरहेको छ. मान्छेहरू आउने जाने क्रम चलि नै रहेको छ. रमाइलो छ. हामी यहाँ फेरी चढेर आयौँ. फेरीको सिन पनि हल्का हल्का हाल्छ. यसै भ्लग त गरिएन, तर जाने बेलामा अब अन्तिम लास्ट आनन्द फिल भइरहेको. बसिराख्नु. Caged in the rhythm, can't elapse. Buzz of machines screaming the truth. Colors bleed. नभए हुन्छ घर. When the night has gone and the moon, darling, darling, stand by me, stand by me, and just as long as you stay, stand by me. यस्तो भिडियो गर्दा त राम्रै आयो जस्तो लाग्छ. ल यहाँ पछाडि पृथ्वीनारायण शाहको तोप चलाइरहेको रञ्जनले है. तोपको लम्बाइ करिब होला कति मिटर होला तोपको लम्बाइ. तोप यहाँ यहाँबाट हान्यो भने हाम्रो देशसम्म जान्छ. ल तोप यति लामो छ है. तोप हान्दैछ रञ्जनले. हान्दै रञ्जन तोप हान्दै. पास हान्दै. त्यो तोप त्यहाँबाट हान्यो भने कहाँ पुग्छ भन्दाखेरि सिधै गएर यहाँबाट त छेकिरहेको छ है. म देखाइदिन्छु. यहाँबाट सिधै ल सिधै सिटीमा तोप हान्ने. यस्तो छ यहाँ. यहाँबाट तोप हानेपछि तोप यस्तो छ. ल तोप बहादुर चाम्के ल. यहाँबाट सिटीको यस्तो भ्यू आहा. तपाईँ यता बस्नुपर्छ. ल अब हिँड्दा हामी यहाँ रेस्टुरेन्टमा आइसक्यौँ. हाम्रो 30 नम्बर टेबलमा रिजर्भेसन छ आज. यहाँ एकदम महँगो थियो. एकदम आज भिड थियो. आज किन इस्टर डे भएको भएर होला बल्ल तल्ल एउटा सिट पाइयो थियो. एकदम भिड थियो. बल्ल तल्ल रिजर्भेसन पाउन नि एकदम गाह्रो भएको थियो होइन. यस्तो भ्यू हेर्दै टक्क लाएर दबाइन्छ. अब साथीहरू अब फेरीमा घर फर्किन लाग्यो भने फेरि आइसक्यो. यत्रो लाइन भइसक्यो छ. हामी यहाँ छौँ. पछाडि नै आउँदैछन् मान्छेहरू लाइनमा.
लाइन धमाधम अगाडि बढेको अवस्था। भित्र आइसक्यौँ। भित्र यस्तो छ भ्यू। र अब राति त जाडो हुन्छ। अब एकछिन यहाँ बाहिरबाट बसौँ। त्यहाँ हाम्रो सिपहरू चाहिँ उतातिर छोडियो। त्यो केटाहरू नाच्दै खान्थ्यो त। एउटा भ्यू यस्तो छ, फेरि यस्तो छ है। टक्क लाएर एकछिन बाहिर बस्छौँ। पछि भित्रतिर जाउँ। साथीहरू वाटसन बेलाई पछाडि छोड्दै हाम्रो फेरि चाहिँ हिँडेको छ। यस्तो छ यहाँको भ्यू। रफ्तार कुदाएर यार एकछिनमै। नजारा यस्तो छ। खाली खाली नै हो, त्यसै भिड छैन। मान्छेहरू बाहिर बसिरहेछ। लास्ट पिस भइरहेछ। पिसहरूमा यहाँ चाहिँ तल चाहिँ साइडमा पेट्रोलिङ गर्नु हिँडिरहेको सिगरेट एउटा उता साइडमा छ त्यहाँ चाहिँ किराहरू छ। सेक्युरिटी गार्डहरू राम्रो छ नि। पछाडि पछाडि छ जेड प्लस हिँडिरहेछ। कबाट भ्यू यस्तो छ। यो यहाँ एउटा स्टपमा रोकिन्छ अनि सिटीतिर लाग्छ बल्ल रोजवेमा। तलतिर गएर हेरौँ है। तलतिर यस्तो छ। खाली खाली नै हो भित्र चाहिँ। यस्तो छ, खाली खाली नै हो भित्र। पछाडिबाट हानौँ है यतातिरको। यस्तो छ नजारा। यहाँबाट माथि गयो। अघि म बसेको यहीँ माथि हो। यो अन्तिमतिरको यहीँ माथि हो। दाइले बोलाउँछ दाइ। त्यहाँ चाहिँ सी प्लेन छ है जानलाई। हाम्रो अब कस्तो फोर्समा हान्छ यहाँ हेरौँ। ब्याक हान्यो रिभर्स गियर। रिभर्स गियरमा पानीहरू पनि छ। ए ओ छाल निकालेको। अब कस्तो पुग्छ हेरौँ। स्टप पछाडि गयो।
त्यो राम्रोसँग स्वाद्नुपर्छ अहिले भएर उताएर भयो भने तनाव हुन्छ यता लाइट परेर आउँछ यता चाहिँ एन्टी लाइट भएर काला हुन्छ यस्तो छ नजारा माथि जाऊँ सिटीको भ्यू नजिक नजिक आइयो सिटी चाहिँ अलिक क्लियर देखिन थाल्यो साथीहरू त्यहाँ चाहिँ डिस्को नाइट चल रहा है पुरै ढिकचुक पार्दै गइरहन् केटाहरू आर्मीको सिपहरूमा यत्रो ठुलो हार्बर ब्रिज त्यहाँ अगाडि देखिन थालिसक्यो यताबाट house in the back. यहाँ कमान बोइज चाँडो निस्क्यो भनेर यहाँ हमला हान्न थालिसक्यो केही मान्छेहरू निस्किरह फेरि जानको लागि छ नानीहरूको छुट्टै भिड छ हामी चाहिँ यताबाट एक्जिट गर्छौँ है पछाडि भिड हेरौँ न यहाँबाट ट्याप आउट गरेर साथीहरू हामी त्यहाँबाट निस्क्यो अब यहाँबाट ट्रेन समात्छौँ स्टेसनबाट ट्रेन स्टेसनबाट अब ट्रेन समात्छौँ हामी फेरि एकछिन भिडियो रोक्नुपर्ने हुन्छ ट्यापिङको लागि हामी त हान्दाखेरि के हुँदो रहेछ हेर्नु अहिले यसरी हान्न जानुभयो त्यसरी रिट्राई भन्यो अब यसरी अनि त्यसरी पज भयो नाउँ छ त यसरी भर्याङ चढेर हामी चाहिँ लाग्छौँ है त्यो साथीहरू पारामाटाको बिल्डिङहरू त्यसरी देखिरहेछ त्यस्तो नभन्ने अब भ्लगमा आउँछ यस्तो छ यहाँतिर नाइट लाइफ ह्यारिस पार्कतिरको बाहिर म यसरी हिँडेर छ भाइ चाहिँ त्यहाँ अगाडि पसलमा के किन्नलाई पसिसक्नुभयो हामी पछि आइरहौँ केटाहरू मलाई हेर्दै हिँडिरहेको कुल्फी हो साथीहरू अब हामी लाइट रेल चढेर जान लाग्यौँ पारामाटा स्क्वायरमा 2 मिनटमा छ